बिनी आज बाइकमा चढ्ने भनेर रहर गरी हन बाबाले आफ्टर बाइक आएको कति भयो आई डोन्ट नो 2 वर्ष 3 वर्ष बाबाले आज मलाई फाइनली घुमाउन लादै हुनुहुन्छ सो म एकदम एक्साइटेड छु गेटिङ एन आउटफिट यो आउटफिटमा चाहिँ आई डोन्ट नो मम्मीले कसरी सर्भाइभ गर्नुहुन्थ्यो भनेर आई डोन्ट नो अब एकछिनसम्म म कम्प्रोमाइज गर्नुपर्छ आउटफिटसँग हाम्रो बुहारीको एनिभर्सरी इभेन्ट चल्दैछ अब यो महिनाभरि बुहारी हेर्ने क्या छोरा बुहारीको छोराहरूको त अब छोराहरूको नि भयो छोरा बुहारीहरूको 9 तारिकको एउटाको 14 तारिकको अर्काको यो दुईटा एनिभर्सरी छन् यही महिनामा यही हप्तामा अब आजबाट एनिभर्सरी सुरु हुन थाल्यो यिनीहरूको दुईजनाको आज जेठो एनिभर्सरी पछि 14 तारिकको कान्छो एनिभर्सरी अनि दुईटा एनिभर्सरीको लागि आज पहिलोचोटि यो बाइक ल्याएको 3 वर्ष हुन लाग्यो मैले पहिलोचोटि बुहारीलाई जेठीलाई कान्छीलाई चढाइसकेको थिएँ जेठीलाई मौका मिलेको थिएन आज चाहिँ नि त्यही मौका पारेर यसो 2 मिनट राइड गरेर लिएर आउँछु अब कति मिनट चल्छ कसरी बस्छ अस्ति ढङ्ग राम्रै भयो न राम्रो ल्याइदिन्छु ढङ्ग भयो भने फर्काएर लिएर आउँछु म चाहिँ एकदम एक्साइटेड छु मैले पहिलोचोटि यो बाइक गरेको नि मैले खासै बाइक गरेको छैन पहिला अलिक डर त लाग्छ तर म कन्फिडेन्स छु बाबाले राम्रो गर्नुहुन्छ अनि ब्रेक लाउँदाखेरि त तिमीले हेलमेट आएर यहाँ ठोकिन्छ फेरि मन्टलले खाँदैन अगाडि हेर्नु पर्यो यहाँ हेर्नु मन्टल ज्यान यता नझुकाउनु है स्वर नगर्नु ब्यालेन्स के यो ग्लोभ्स लाउनै पर्ने हो लोडै भयो गाह्रो हुने एक्सपिरियन्स बन्नु आउँछ तल हात राख त बरु तल राख त उहाँ परको आउँछ नि हात तल राख त सजिलो हुन्छ जाऊ तिमी फेरि यता उतै जाऊ तिमी जाऊ बाबासँग जाऊ रमाइलो भयो मलाई चाहिँ एकदम रमाइलो आई डोन्ट नो बाबालाई कतिको प्रेसर भयो डर लाग्नु नि अब भोलि स्ट्रबेरी पिकिङ गयो भने फेरि म नि बाइकमा जान्छ बाइकमा यता नि उता फेरि एकदम रमाइलो पर्छ त हल्का डर लाग्यो कि 5 मिनट